नमस्कार, यो हाम्रो 7औं दिनको मिनी ब्लग्स। यो देखिएको वर्ल्डको सेकेन्ड लार्जेस्ट टल बुर्ज खलिफा पछाडिको सेकेन्ड हाइएस्ट ठुलो होटल भन्नुहुन्थ्यो उहाँले। त्यो मलेसियामा रहेछ र मलेसिया चाहिँ हामी सिङ्गापुरबाट रोड ट्रान्सपोर्ट भएर बसको 6 घण्टादेखि 7 घण्टासम्मको दूरी पार गर्दै हामी मलेसियाको इमिग्रेसन पार गरेर हामी मलेसिया आयौँ। मलेसिया पनि मलाई लाग्यो धेरै नै राम्रो, सिङ्गापुरलाई नै टक्कर दिने खालको। र हामी मलेसियामा चाहिँ जेन्टिङ आइल्यान्ड, बटुक केभ, यस्तै विभिन्न प्रकारका म्युजियमहरू र यो चाहिँ वर्ल्डको लार्जेस्ट होटल पनि भन्नुहुन्थ्यो जेन्टिङ आइल्यान्डमा। र यो चाहिँ राजदरबार जहाँ चाहिँ राजाहरू बस्नुहुँदो रहेछ। उहाँहरूको पनि अगाडि हामीले फोटो खिच्ने मौका पाएका थियौँ र यो चाहिँ अति रमणीय र सुन्दर थियो। तर अलिकति गर्मी भएको कारणले गर्दाखेरि हामीलाई अलिकति फोटो खिच्न ओर्न गाह्रो परेको थियो र हाम्रो यो ट्राभल यही मलेसियाबाट अन्त्य गर्दै हामी हाम्रो फेरि नेक्स्ट क्रमको लागि हामी पर्खाइमा छौँ। नमस्कार।